Lu, besar lu. Ready? 1, 2, 3, go! Murah. विदेश जान लाग्नु भएको छ क्या। पहिला छुट्टीमा आउनु भएको थियो नि त, अनि फेरि जान लाग्नु भएको छ अब। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई फेरि पनि वेलकम छ पासाङ पाखिनको युट्युब च्यानलमा। सो साथीहरू, हजुरहरू आरामै सन्चै हुनुहुन्छ भने आशाको साथमा आज चाहिँ मैले न्यू डे न्यू विथ न्यू भ्लग हजुरहरूको माझमा लिएर आइसकेको छु। हजुरहरूले चाहिँ भिडियो के कस्तो हुने रहेछ भने चाहिँ टाइटल अथवा थम्बनेल हेरेर थाहा पाइसक्नु भइसक्यो होला साथीहरू। सो फाइनली साथीहरू, आज चाहिँ म गाउँमा छु है। गाउँ चाहिँ आजभोलि एकदम विदेत्त लागिरहेको रहेछ क्या। अस्तितिर चाहिँ पाखाहरू चाहिँ पुरै हरियाली एकदम रमाइलो होइन। अहिले चाहिँ पुरा नाङ्गो भइरहेछ है। यतातिर हाम्रो यतातिर पनि पुरा जङ्गलहरू चाहिँ नाङ्गो भइरहेछ क्या। वहाँ पारितिर चाहिँ अस्तितिर चाहिँ पुरै होइन कति राम्रो हरियाली चट्ट भइरहेको थियो होइन अस्ति भर्खर आउँदाखेरि चाहिँ। अनि आज आउँदा चाहिँ यस्तो भइसकेको छ क्या, पुरा जङ्गल पुरै नाङ्गो भइसकेको छ रहेछ होइन। सो यतातिर के भन्छ यो काप्रो हो कि के भन्ने रुख चाहिँ यस्तो हरियाली हुँदै आइरहेको रहेछ। अब साथीहरू, अब गाउँघरतिर होइन रमाइलो भन्ने कुरो चाहिँ छुट्टै छ होइन। अब गाउँघरतिर भनेको त अब रमाइलो त्यस्तै नै हुन्छ है। अब काम गर्दा गर्दा नै हामी चाहिँ अब रमाइलो अथवा इन्जोय लिनुपर्ने हुन्छ गाउँघरतिर चाहिँ। किनभने होइन यो चाहिँ हाम्रो के भन्छ कलुवा गोरु, उयो चाहिँ हाम्रो तारे गोरु। हाम्रो गोरु चाहिँ जम्मा 2टा रहेको छ, बाख्रा रहेको छ त्यस्तै 40-50वटा होइन। त्यो चाहिँ सबै मम्मीले हेर्नुहुन्छ, बाबा पनि हुनुहुन्छ। आजभोलि चाहिँ घरमा सबैजना हुनुहुन्छ। धेरै खुसी छ आजभोलि फ्यामिलीहरू चाहिँ होइन। किनभने अब घरमा सबैजना फ्यामिलीहरू भइसकेपछि अब खुसी भन्ने कुरा छुट्टै हुन्छ होइन। अब एकजनाले थोरै काम गर्नुहुन्छ, एकजनाले थोरै काम गर्नुहुन्छ। एकजना गर्दा गर्दा कामहरू एकैछिनमा सकिन्छ र सबैजना मजाले आराम गर्न पाउँछ क्या अनि होइन। अब मम्मी एक्लै भएपछि सबै काम मम्मीले भ्याउनु पर्ने हुन्छ होइन। अनि त्यही भएर मम्मीले पनि अलिक दुःख हुन्छ। मेरो मम्मी पनि पहिलाभन्दा पूर्ण रूपमा धेरैभन्दा धेरै निको भइसकेको छ। धेरै खुसी लाग्छ होइन। अब दिनहरू यसरी नै सधैँभरि खुसी बितिरहोस् जस्तो लाग्छ होइन मलाई चाहिँ। अब कुन बेला के हुन्छ कुन बेला के हुन्छ त्यो थाहा नै हुँदैन अब होइन। लाइफ इट्स जर्नी भन्छ होइन। ल आज चाहिँ म बेलुका त्यस्तै अहिले चाहिँ 4 बज्न लागिसकेको छ। अनि हाम्रो घरमा चाहिँ के हुँदो रहेछ भनेर हजुरहरूलाई सबै भिजिट गराउँछु आज चाहिँ म। सबैजनाले भिडियो अन्तिमसम्म हेर्नु होला। च्यानलमा कोही पनि साथीहरू नयाँ हुन्छ भने सब्सक्राइब गर्नु नभुल्नु होला, र पुरानो हुन्छ भने लाइक कमेन्ट सेयर मजासँगले गर्नु होला साथीहरू। भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म है त ल साथीहरू। लभ यु अल गाइज। एकचोटि यो सिन अथवा भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले ल। बबाल म चाहिँ अब किचन रुमतिर छुरुम होइन छिरुम किचन रुम। हाम्रो चाहिँ रुल्स चाहिँ के छ भन्दाखेरि चप्पल बाहिर राख्नुपर्ने हुन्छ, भित्र लान पाउँदैन है। त्यो चाहिँ रुल्स हो, गाउँघरतिरको रुल्स। हजुरहरूले पनि जान्दै राख्नु होला। यतातिर हाम्रो पाक्न लागिरहेको छ माछा। ल यता बनाउने मान्छे छ, त्यो चाहिँ कहाँ हाल्ने? अब त्यहाँ हाल्नुपर्ने हुन्छ क्या, चट्ट त्यो तेलमा हाल्नुपर्ने हुन्छ होइन। तेलमा हालिसकेपछि झ्याइँ भन्छ, अनि त्यसपछि चट मजाले फ्राई गर्नुपर्ने हुन्छ यसलाई चाहिँ। मैले चाहिँ 2 किलो ल्याएको थिएँ होइन बजारदेखि। त्यो भिडियोहरू चाहिँ देखाउन पाइनँ हजुरहरूलाई। अब एकैछिन पकाएको भिडियो हेर्नु होला, अनि त्यसपछि एकैचोटि खाएको भिडियो हेर्नुपर्छ। हामी चाहिँ धेरै इन्जोय गर्नुपर्छ साथीहरू भिडियोमा। अब अरू त त्यस्तै नै हो। अब माछा खानुपर्ने हुन्छ, ग्वाम ओहो यस्तो हुन्छ क्या फेरि। ल यसरी हाल्नुपर्ने हुन्छ साथीहरू। ल यसरी पाकिन्छ क्या फेरि, यसरी टक
टक्कसँगले तेल अलिकति भएन कि आऊ तातेन त्यो अलि तातेन यता रहेको छ कुकुरमेन आज के अरे कुकमेन चट्टसँगले चारवटा अलि आगो चाहिँ ठुलो दिस इज माछा ल यता साथीहरू हाम्रो यतातिर चाहिँ हाम्रो पुकुले डनहरू रहेछ यतातिर सक्नुहुन्छ हाम्रो पुकुले डनहरू ए यता हेर उयो हेर उयो ऊ आमा यो भित्र फेरि आफै हेर्नु त यो भित्र के छ मुर्रा 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 मुर्राहरू छ क्या यो भित्र अनि त्यही भएर है हामी यसरी घाँस सुन्जाउनुपर्छ हाम्रोतिर त चट्टसँगले यो पुकुले डनहरूले चटक 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 पारेर खान्छ क्या अनि अरूभन्दा पनि यो भित्रको मुर्राहरू चाहिँ मलाई लास्ट टाइम मन पऱ्यो है मुर्राहरू फेरि हेर्नु होला साथीहरू मुर्रा यहाँ थुप्रो छ क्या यो गाउँकै होइन गाउँकै माउहरूलाई यसरी पठाएर यिनीहरूलाई यसरी थुनेर राख्ने दाना दिने राख्ने गर्छ क्या चाहिँ यस्तो गर्दा चाहिँ के हुन्छ भने होइन माउले अलिकति छिट्टै फुल पार्छ अरे क्या अनि त्यही भएर यस्तो गरेको यिनीहरूलाई चाहिँ नत्र गर्दैन थियो नि यो मुर्राहरूलाई थुप्रो छ क्या यो भित्रै कति हो के भयो फेरि डन पहिलाहरूलाई यहाँ हाम्रो एकदमै भाइरल गीत गाउने मान्छे पनि हामीले यहाँ भेटिसकेको छ सबैलाई वेलकम छ भन दही पनि निस्किरहेको छ त्यहाँदेखि मिसिक भन न गीत गाउने कुन गीत गाउने लु बेसरी लु रेडी 1 2 3 गो गीत गाउने मान्छे त कहाँ धारामा टोकेको त मिलाउलम फिङ्गर चाहिँ राख्दा नि लु फेरि कहाँको लुगा बिग्री सेतो लुगा खत्तम कता सत्ता फलिएर पेस्तल किनिदिएको तिमी को हो लजाको कल्दुरे लजाको कल्दुरे खतरा लडे यहाँ हाम्रो बाख्रा चाहिँ यसरी बाँड्नुपर्छ हाम्रो बाख्रा देखाउँछु हजुरहरूलाई यता छ यता टन्नै छ बुझ्ने भयो नि धाराले कल्दुरे फटा बेटिस ल है त साथीहरू फाइनली हाम्रो चाहिँ माछा पुरै रेडी भइसकेको छ मैले अघि पनि टेस्ट गरेको अहिले पनि त म एउटा गर्ने हो टेस्ट धेरै गर्दिनँ टेस्ट मुर्रा बेडी बाबा यता कल्दुरे यो किन जानु पर्यो यसलाई पसलतिर डुलायो आयो एकदम बाबा हाम्रो मम्मी हुनुहुन्छ यता नखाऊ भन्दै हुनुहुन्छ तपाईँ छोडेको छैन ल है त साथीहरू अब चाहिँ हाम्रो यहाँ खाना खाने कार्यक्रम भइरहेछ त बुढे सर हाम्रो कदु छ त्यहाँ हेलो भन
त बाबा माछा हान्दैछ सबैले हामी माछा खाइरहेको छ ए ग्राम ती ग्राम 61 ग्राममै माछा खाइरहेको इटिङ अ फिश ल एकदम मजा आइरहेछ ल त मम्मी हुनुहुन्छ त म छु अनि यता माछा हुनुहुन्छ सो फाइनली साथीहरू है ल हाम्रो चाहिँ खानपिन सबै भइसक्यो र सबैजनाले खानु भइसक्यो बाबा मम्मीहरू चाहिँ दादाहरू चाहिँ कुरा गर्दै हुनुहुन्छ चट्टसँगले म चाहिँ त्यहाँ बोल्न अलिकति गाह्रो लाग्यो अनि त्यही भएर म आएर बोलिरहेको छु अब बेलुका भइसकेको छ अब सुत्ने टाइम भइसकेको छ होइन भोलि चाहिँ बिहानै 4 बजे नै उठेर अब सिङ्गुली जानुपर्ने काम छ होइन अब काम चाहिँ के भन्दाखेरि अब त्यति बिहानै जानुपर्ने चाहिँ थिएन किनकि मेरो 6:30 बजेदेखि चाहिँ इक्जाम सुरु छ अनि त्यही भएर म चाहिँ यहाँदेखि छिट्टै जानुपर्ने हुन्छ है अब त्यहाँ गएर इक्जाम दिनुपर्ने हुन्छ के गर्नु सक्छ अब यस्तै हुन्छ अब बाबालाई पनि पुर्याउनु छ क्या बाबा मम्मी पनि अब सिलगढीसम्म लानुपर्ने छ मैले अनि त्यही भएर म यहाँ आएको थियो होइन नत्र आउने थिएन बाबा मम्मी चाहिँ किन सिलगढी जान लाग्नु भएको भन्दाखेरि चाहिँ बाबा चाहिँ फेरि पनि विदेश जान लाग्नु भएको छ क्या पहिला छुट्टीमा आउनु भएको थियो नि त अनि फेरि जान लाग्नु भएको छ अब धेरै दुःख लाग्छ है अब मान्छेको जिन्दगी हो कहिले के हुन्छ कतिखेर अघि दिउँसोभरिमा कति हाँसी मजाक होइन धेरै रमाइलो भइरहेको थियो एक्कासी अहिले आएर कस्तो लाग्छ भने होइन बाबा बिचरा बुढो हुनु गइसक्यो है अब के गर्नु घरको परिस्थिति नै त्यस्तो छ होइन अब आफ्नो फ्यामिलीलाई त्यागेर होइन आफ्नो देशलाई त्यागेर अरूको देशमा गएर पसिना बगाएर काम गर्न कसलाई मन लाग्छ र होइन सबै कुरा परिस्थितिले गर्छ होइन परिस्थिति अनुसार चल्नु पर्छ भनौँ न होइन अब बाबा पनि भोलि जाँदै हुनुहुन्छ अब पहिलाकै देशमा है अब छुट्टीमा आउनु भएको थियो केही दिन केही महिना यता बस्नुभयो मम्मी त्यस्तो हुनुभयो होइन मम्मी त्यस्तो बिरामी हुनुभयो अनि त्यो बेला आउनु भएको थियो अब भोलि जानुहुन्छ होला अब त्यस्तै छ साथीहरू भिडियो हेर्दै गर्नु होला मनभरिमा लाइक र म चाहिँ आफ्नो मनमा लागेको कुराहरू हजुरसँग सेयर गर्ने नै छु सेयर गर्नुपर्ने कुरा चाहिँ धेरै छ होइन अब त्यस्तो कुराहरू नगरौँ होइन आफ्नो प्राइभेसी कुराहरू अब खोल्ने कुरा पनि भएन होइन अब त्यस्तै छ अब के भन्छु भन्ने एउटा कुरा चाहिँ म के भन्छु के भन्न चाहन्छु भने 2-4 जस्तै 15-20 सेकेन्डको भिडियो हेरेर चाहिँ जोसुकैले पनि कसैले कसैलाई चाहिँ जज चाहिँ नगरोस् भन्न चाहन्छु हस्त साथीहरू अब चाहिँ हामी भोलि एकैचोटि बिहान भेट्नेवाला छौँ बिहान 4 बजे भेटौँला हामी चाहिँ अनि त्यसपछि भिडियो स्टार्ट हुन्छ है त साथीहरू ल अब एकैचोटि उज्यालो हुन्छ है साथीहरू ल 1 2 3 गो